मेन चाहिँ मलाई यहाँको बवाल लाग्ने कारण चाहिँ यो कार्टुन जस्तो देखिन्छ कि हरेक कुरा कार्टुन जस्तो देखिन्छ कि हेर्नु न यार यस्तो बवालै देखिन्छ कार्टुन जस्तो देखिन्छ जुन एकदम हेर्नमा एकदम आकर्षक हुन्छ बिल्डिङ हेर्ने हो बिल्डिङ गाइस हाम्रो नेपालमा यतिकै बिल्डिङ भए चाहिँ के हुन्छ कति अल्गा खान्छ त पुरा अरू अरू कन्ट्री जापानै नखाए पनि अरू त खाइदिन्छ है हाम्रो नेपाल पनि कम छैन तर यहाँ यो प्रचार हानिरहेको रहेछ ब्रोले परिहरू त मस्त परिहरू छ है जापान यो हो कि कन्ट्री भनेको यस्तो कन्ट्री होस् न जुन नेपालमा पनि यस्तो मान्छेहरू कन्ट्रीहरू भएपछि जुन हाम्रो नाङ्गो डान्स हुन्छ गाइज होइन यहाँ चाहिँ नाङ्गै डान्स हुन्छ क्या हरेक कुराहरू डान्स नाङ्गै हुन्छ क्या पुरै नाङ्गै हुन्छ यस्तो हो क्या यस्तो छ क्या ओए यो हो रमाइलो भइरहेको चाहिँ होस् टोकियो टावर हो है गाइस त्यो चाहिँ टोकियो टावर भन्छ यहाँ जापानमा चाहिँ टोकियो टावर भन्छ खैरेहरूको भेट छ ओए कपाल ओए है 500 मा गर्लफ्रेन्ड भाडामा गाइस यो चाहिँ गर्लफ्रेन्ड भाडामा लिने ठाउँ हो जुन तपाईँले 500 मा गर्लफ्रेन्डहरू भाडामा लिन सक्नुहुन्छ है तिनीहरू पनि सबै 500 मा भाडामा जान्छ तिनीहरू होइन सबै 2000 रहेछ यिनीहरूको रेट चाहिँ 2000 त्यस्तो नराम्रो चाहिँ होइन बट 500 चाहिँ है अरू चाहिँ केही नै होइन जस्ट खाने टाइम स्पेन्ड गर्ने आफूलाई मन परेका कुराहरू भन्ने होइन अब तपाईँहरूलाई अब साथी छैन होइन तपाईँहरूलाई साथी छैन तपाईँलाई साथीको खाँचो छ भने चाहिँ यिनीहरूले लिन्छ जान्छ यिनीहरूलाई खुवाउने त्यस्तो नराम्रो गर्ने चाहिँ होइन है यस्तो हुन्छ क्या त्यस्तै भएर ओ सायद म तपाईँहरूलाई एउटा युनिक कुरा देखाउँछु यहाँको जापानको एकदम भवालै छ है डान्स चलिरहेको रहेछ त्यो डान्स हामी हेर्नेछौँ गएर त्यो कसरी जाने हो रोडमा हेर न बाटोमा यस्तरी बसिरहेको हुन्छ क्या आँखा फुटाएर रहेछ बिचारीको ओए हेर नि त्यहाँ प्रोग्राम छ यस्तो No recording. Okay.